रेडी भए मेरा बुरा यहाँ न मेरा बुरा रेडी भयो ह्यान्डसम देख्दैछ चलो न ससुरबारी हाय मस्त गरेर आइपुग्यो भगवान् यत्रो धेरै छ ओइटा आलादा राखो आगे बेसी ब्याकप्याक फोन गर्नु नि त गुरु बाउलाई हाम्रो यो ड्रेसिङ मेरो माइत घर भर्खर बनिँदैछ अस्ति बिहामा एउटा प्रोग्राम छुट्यायो बागजत्ता दिने बोरामै बस्छ हजुर साला बुढो भाइ तिमीलाई मैले त दियो जिम्मा दियो अब छोरी दियो अब हेरविचार माले पारे काटे पुण्य तपाईँको जिम्मा कसो के गरेर हेरचाह गर्ने हो राम्रो होस् दुःख नपाओस् सुखै छ सुखै सुखमा जाओस् हाँसी खुसीमा तिमीको जिन्दगी बितोस् नानी पनि अब छिटो छिटो होस् त्यहाँदेखि जोडा दिँदै हेर त्यस्तै हो सुख शान्ति जीवन बितेर हाँसी खुसीमा तपाईँको जीवन बितोस् राम्रो होस् शान्त नगराउनु पर्ने बुढाबुढी झगडा नगर्नु पाइने पनि शान्त झगडा गरेर भने चाहिँ फेरि दालीगिरी पस्छ र भागसमा पनि जान्छन् भनिएको छ र त्यस कारणले अध्यक्ष यो के जाति गोत्रबाट अर्को गोत्रमा सार्यो र अब के अरे आफ्नो पछि बाधा पर्दैन यता जयतिर सर्यो भनेको र त्यसमा लै न अब यस्तै छ अब दिएको छ छोरी कुट्नु नफे कुट्ला पिट्ला छोरीलाई नगर्नु सबैलाई दिएको भानुभक्तलाई सदुरु उठ्न अग्नि साथी राखेर दियो दिप साथी छन् है अब यस्तै है तपाईँलाई यहाँ भागबाट साथी मलाई कुट्छ होला भन्ने म कहाँबाट कुट्नु भन्नु भएन हान्टु भनेको भएन भाइ पुरी त रिसाएको भने पनि एउटा यता फर्किनु यता फर्किनु उता फर्किनु एकछिन हिँड्नु एकछिन कुट्छ नि शान्ति भइहाल्छ एकछिनमा मेरो नानीहरू पस्नु नलाग्यो ल भाइ ल अब तपाईँको जिम्मा सम्पूर्ण छोरीलाई मजाले उताबाट गरेर सबै आयो के हो तपाईँको पार्ने हाम्रो पार्ने क्या तेरे के फुलेको सेट है भयो हामी चाहिँ अब फेरि लाग्ने छौँ आफन्तको बारी मेरो आफ्नो मान्छेको घरतिर कृष्ण बाबु जेठा बाबु अस्तिको भिडियोहरू पनि एडिट गरेकै छैनौँ त्यो सबै मजाले मिलाएर ल्याऊ ल हामीले त मोबाइलबाट फोटो खिचेर सबै कोसिलीहरू रेडी गरेर हामी चाहिँ लाग्यौँ अब लाग्यौँ है अब
कता कता हो ज्वाइँ नानीलाई चिलाउनु ज्वाइँ ए चिनाउनु झन्डै चिलाउनु अरे ज्वाइँ नानीलाई चिनाउनु ज्वाइँ यता हेर यस्तो यस्तो हेर्नु लागि यही त हो यादगारहरू भनेपछि नि कहिले भेट हुने यसरी हिँड्दैन ए आइपुग्यो हामी देपाको घर मान्छे नाना हाम्रो भिडियो गरेको मैले यहाँ तङ गरेँ भाउजूलाई ए गर्न म त थाहा होला भनेर नि म साथी नै भने होइन त्यो भएर चाहिँ एक्चुली हाम्रो बाहुबली नाना ए बुनालाई फोन गर्नु भने लागि उनीहरूले प्रोसेस गर्नु 7.5 लाख लाग्छ भनेको त 7.5 लाख लगाउने भनेको त 2 लाख रुपियाँ खाइदियो मान्छे हरायो हो कस्तो खालको भिडियो हुँदैछ है भिडियो 2 लाख रुपियाँ खाइदियो पासपोर्ट बनाउने आस्ते बोल्नुहोस् न भिडियो अब पुरा जोइ सिद्ध बस्नुहोस् न सिद्ध बस्नु सिधा छ हो त्यस्तै सिद्ध कता आशीर्वाद दिएको बोले न त यो त सबैले आशीर्वाद छ ए होइन हजुर हजुर निने आपा म भिडियोबाटै फोटो खिचिदिन्छु ल यता हेर्नुहोस् त लागि उनीहरूले प्रोसेस गर्नु 7.5 लाख लाग्छ भनेको त 7.5 लाख लगाउने भनेको त 2 लाख रुपियाँ खाइदियो मान्छे हरायो हो कस्तो खालको भिडियो हुँदैछ है भिडियो 2 लाख रुपियाँ खाइदियो पासपोर्ट बनाउने आस्ते बोल्नुहोस् न भिडियो जोइ सिद्ध बस्नुहोस् न सिद्ध बस्नु सिधा छ हो त्यस्तै सिद्ध कता आशीर्वाद दिएको बोले न त यो त सबैले आशीर्वाद छ ए होइन हजुर हजुर निने आपा म भिडियोबाटै फोटो खिचिदिन्छु ल यता हेर्नुहोस् त हुन्छ भन्नु
আমার তো শিখায় কোনো লাভ নাই, যত শিখাবি তত ভুলে যাচ্ছি আমরা। চর্চা থাকতে হবে। আমি এখন ফুল হাতা সোয়েটার পরে আসি, ছেলেদের এখন আমার মাংকি টুপিটা খুলে আসে। তো এটা কি নিউজে চালাবে নাকি? এখন সবার আগে দরকার চাকরি, সেটা আগে হোক, তারপরে সবকিছু। টাকা টাকা তো রং হয়ে যাবে লাল। अस्ति 50 दिए आज 50 मलाई चाहिँ निकाल न यहाँ फेरि हामी आइपुग्यौँ यहाँ हाम्रो नानाको घरमा 10 रुपैयाँ पुगेन है त 10 भनेको 10 रुपैयाँ हो बस्दै नि अंकल 110 रुपैयाँ भन्दै त 100 मिलेको 110 रुपैयाँ नि अहिले आज जुत्ताको पढ्ने दिन भन्नु अलि अस्ति पाल खाए दिन्छ है हामी त डिस्काउन्ट पाउँछ 10 छ त छ कि यहाँको रेट भए पनि हामी चाहिँ क्या 5-10 रुपैयाँ डिस्काउन्ट गरेर हेरेर लागेको थिएन बोल्छ यहाँ चाहिँ हाम्रो मम्मीले दियो कलश रेडी पार्दै अङ्कलले त हेर्नुहोस् यस कहाँ ए यहाँ चाहिँ छ ठुलो मामा र माइजू यता बहिनीसँग बात नै त फेरि त्यो यो नभएको चाहिँ क्या भने छेमा यस्तो गरेर कि यसरी अब यति गऱ्यो भने चाहिँ पहिला चाहिँ मलाई दिन्छु ल निधार भरि चाहिँ ड्याममै लगाइदियो थियो त अङ्कलले दसैँ भइहाल्छ त्यहाँ राम्रो आशिष दिनु न त्यही त आशीर्वाद चाहिँ राम्रो दिनु। राम्रो मेरो साली राम्रो पाल्नु भाइ अरू 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 हाँसी खुसी भएर बस्नु अरू जय जन्म पनि छिटो होस् अरू अरू चाँडै भन्ने अब सबै बाटोसाटो सबै खुलिहाल्यो अब बिहा जानु छिटो भइहाल्यो अबको 1 वर्षभित्रमा अब आशीर्वाद त्यही त भन्यो आशीर्वाद त्यस्तो दिन्छ भिडियो चाहिँ काट्दैछ आशीर्वाद होइन मेरो सासूले नि दिन्छ नि त कि दायाँ बायाँ भयो भने फेरि के हो मन भएको त्यो अर्पिता तिम्रो आज सेतो टिका देखि धाम के चन्दन टिका दिएको चामलको टिका त्यो दुईटा छ त नि राईको टिका छ त्यो छ त सेतो राईको टिका छेत्री मिची सबै टिका मम्मीले चाहिँ यहाँ दिनुको लागि पैसा निकाल्दैछ बहिनी जयलाई दिनुको लागि बिसे नसे दसैँमा पायो फोटो होइन भिडियो जो त अस्ति त एकछिन ढोकाइ हुँदैछ ल त्यो बनाउनुको लागि यो गरेको लो आउन छिटो ए लास्ट 9:30 बजी चाहिँ भाउजू घरमा आइपुग्यो चाङ्गु 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 ल ल हुन्छ कता फर्किनु भाउजूले पनि टिका लगाइदिने अरे